नमस्ते साथीहरू, म चाहिँ तपाईहरुलाई आज कुनै पनि मेमोरी कार्ड तपाईको क्यामेराको एसडी कार्ड अथवा मोबाइलको माइक्रो एसडी कुनै पनि मेमोरी कार्ड हैन अथवा हाम्रो गोप्रो सोप्रोको इम्पोर्टेन्ट मेमोरीहरु चाहिँ कहिलेकाहीँ आफै फर्मेट गर भन्ने अप्सन आउँछ कुनैमा ओटिजीमा यताउति गर्दाखेरि त्यस्तो भन्ने समस्या आउँछ। त्यसलाई चाहिँ हामीले फर्मेट नगरी त्यहाँको डाटालाई चाहिँ एकदम नहराइकन फर्मेट नगरी कसरी बनाउन सकिन्छ आज म तपाईहरुलाई सिकाउन गइरहेको छु। यहाँ हेर्नुस् मसँग पनि आज एउटा त्यस्तै एसडी कार्ड रहेको छ र म चाहिँ कम्प्युटरमा हाले। यहाँ देख्न सक्नुहुन्छ है तपाईहरुले। यहाँ आउने छ आफै अटोमेटिक फर्मेट गर भन्ने छ। ल हेर्नुस् यहाँ आफै फर्मेट गर भनेर आयो। युएसबी ड्राइभ फर्मेट गर भनेर आइरहेको छ। अब यहाँ हामीले फर्मेट हान्यौं भने चाहिँ हाम्रो मेमोरी कार्ड बिग्रिन्छ है, यहाँको सबै उड्छ। यसलाई अब हामीले बनाउनु छ। यहाँ युएसबी ड्राइभ चाहिँ एज रहेको छ है, यो चाहिँ इम्पोर्टेन्ट कुरा रहेको छ, आफूले सोच्नु होला। यहाँ हेर्नुस् खोल्यो भने फर्मेट गर, यु निड टु फर्मेट द डिस्क ड्राइभ एज बिफोर भनेको छ। यसलाई चाहिँ म क्यान्सल गरिदिन्छु। अब यसलाई के गर्ने त, कसरी बनाउने अब म सिकाउन गइरहेको छु। तपाईहरुले सर्च बारमा सीएमडी टाइप गर्नु होला। सीएमडी टाइप गरेर यसलाई चाहिँ रन एडमिनिस्टर गरिदिनु होला। त्यसपछि यस गरिदिनुस्। त्यसपछि अब यहाँ आउने छ। तपाईहरुले यहाँ ध्यान दिनुपर्ने हुन्छ है। तपाईहरुले चाहिँ यहाँ के गर्नुपर्ने, के टाइप गर्नुपर्ने हुन्छ भने सीएचके डीएसके स्पेस। अब हाम्रो कुन डिस्क हो त, अब यहाँ चाहिँ डिस्क लेख्नुपर्ने हुन्छ। हाम्रो एज भएको हुनाले एज, यसपछि मैले जस्तो गर्दैछु त्यस्तै गर्नु होला। तपाईहरुले गरेर एफ गरेर इन्टर हान्दिनुहोस्। हेर्नुस् है अब हाम्रो के हुन्छ, यहाँ फाइल के हुन्छ यहाँ हेर्नुस्। ल सिस्टम कम्प्लिट भइसक्यो। ल युएसबी मेरो चाहिँ बनिसकेको छ, यहाँ देख्न सक्नुहुन्छ। यसरी हामीले मेमोरी चाहिँ बनाउन सक्छौं है। कुनै पनि हाम्रो फर्मेट गर भनेको मेमोरी हामीले यसरी बनाउन सक्छौं। यहाँ देख्न सक्नुहुन्छ, यहाँ यसरी लेख्ने छ। यसलाई मैले काट्दिए। अब यसलाई मैले ओपन गर्न सक्छु। ल यहाँ भएको फाइलहरु मैले मजाले हेर्न सक्छु है। ल देख्न सक्नुहुन्छ यहाँ मेरो डाटाहरु निक्लिसकेको छ। यसरी हामीले मेमोरी बनाउन सक्छौं है त साथीहरु।